नमस्कार, मैले आज एकदम दुःखद खबर लिएर आएको छु। एकजना परिवारको अवस्था एकदम दर्दनाक अवस्था मैले तपाईँको अगाडि उजागर गर्न गइरहेको छु। किनभने कोठा भाडा तिर्न नसक्ने अवस्था सिर्जना भए पछाडि उनलाई घरबाट निकालिएको छ। उनी यतिखेर ओडारको पास बसिरहेका छन्। आफ्ना 2 वटा साना नानी बाबु र श्रीमती अनि आमा 70-80 वर्ष कटेकी आमालाई साथमा लिएर उनको यतिखेरको बसाइ ओडारको पास भइरहेको छ। दिनभरि ज्याला मजदुरी गरेर कमाएको 700-800 बाट उनको खाना लाउन ठिक्क हुन्छ। किनकि त्यसभन्दा बढी आफ्नो आम्दानी नभएको र त्योभन्दा बढी कमाएर कोठा भाडा तिर्न सक्ने अवस्था सिर्जना नभएपछि आफू ओडारमा पुगेको उनको भनाइ छ। दिनभरि कमाएको पैसाले छोराछोरीको खानपिन र कहिलेकाहीँ माछा मासु खानका लागि ठिक्क हुन्छ। त्योभन्दा बढी कमाइ आफूसँग नभएकोले यतिखेर म ओडारमा पुगेको र मलाई सहयोग गर्ने मान्छे पनि कोही कतैबाट अगाडि नआएको कारणले गर्दाखेरि म कठिन अवस्थामा सिर्जना भएको उनले बताउँछन्। आफ्नो स्थिति एकदम नाजुक भएको र योभन्दा अगाडि पनि आफूसँग कसैले सहारा दिएर बसेको तर पटक उनीहरूले घरबाट जान अथवा भाडा तिर्न भनेपछि आफू चाहिँ कोठा भाडा तिर्न नसक्ने अवस्था सिर्जना भएपछि आफू जङ्गलको पास आएको उनको भनाइ छ।